वेलकम टु माई च्यानल। आज चाहिँ हामी घुम्न जान लागेको कार्य भनिदिनुहोस् त गाइस। बङ्गलाचुरी हामी सब रेडी भइसकेको अवस्था। ड्राई पिकनिक जान लागेको। नानी हाम्रो नानी गेट यस्तो छ। हामी चाहिँ अब जान लागेको। होइन होइन दिदीलाई पकड, दिदीलाई भन्छ, दिदीलाई भन्छ, दिदीको हात पकड। ल हात पकड। भिडी लाग्छ गाइस। पनि आइसक्नुभयो गाइस। वहाँ भित्र घरै राख्ने हो। यो हो कि नै आन्टी? यो किन यति गर्को छ त? यो यत्रो सामान त लैजान राख्ने नै तपाईले।
ऐना हेरखाना साले कपार जोस खाना I love you कहिदेऊ कि त मुह फर्कना I love you कहिदेऊ कि त मुह फर्कना छिक लैजान्छु रेलैमा जिते भने मायाको यसलाई भन्दै त त्यहाँ चेयर चुन्नी खै सिमेन्ट लाग्छ त यहीबाट अब यसो घुम्दियो गाइस कसको मैला नयाँ किनेर के हो त्यही गाडीमा राखेको यहाँ सल्लाह उयो के खाने के बनाउँछ अब ठाउँ हेर्दै जाने हो गाइस हामी बङ्गलादेशले आयौँ भ्यू यस्तो छ
पावर बैंक ल्याएछस् बाबु मिठा पान बनाउन बनारस भर्ती भएको 2010 मा हो भिनाजुले किनिदिएको चस्मा हो लालाजी हमार प्यारे लालाजी म किन यति मोटी भएको हाई गाइस ल न के गर्नु हाई हाई अब हामी खाना खान्छौँ सबै जाने ल भागौँ भागौँ अड्डे अड्डे ल ल ल हामी चाहिँ यसो घुम्न जानु लाग्यो चाहिँ यस्तो छ दामी ए भगवान लाइट कता उता यहाँ बिछाउनु त कागज कागज बिछाउनु न यहाँ प्लास्टिक छैन हात धोइसकेको छ आफ्नो परेको छ लेग पिस यो यति हो यहाँ अब यसमा
तिमीलाई बिलको अङ्गुरा औ बिलको अङ्गुरा लगाइदिउँला चोखो पियारा नाचेर पनि थाक्यो गाइज नै यता छ के यता छ जस्तो लाग्छ है सिट मात्रै छ तल के छ क्यामेराम्यान जल्दी फोकस गरौ यो कतिवटा गेट रहेछ नि त्यहाँ कस्तो राम्रो ए यो उ हो नि अब हामी हिँड्ने काम छ फोटो सोटो खिच्ने आइज फोटो खिचौँ हिँड कतातिर जाने फोटो खिच्यो हेलो गाइज हामी चाहिँ यहाँ माथि गाइजहरु अलि राम्रो यही आउनु पर्ने छ बिहान पहिले मैले भने त मेरो यो त सारा लग्छ उतै अनि राम्रो खिच्दैन सबै हैन यहाँ पछि आम्ला भनेर नानी खै आकृति ल भिडियो भइरहेछ तिम्रो कहाँ लाइक खै अप्सन तेरो भए टिकटक बनाम तैले त एकछिन त आउँदैछ न है गाइजहरू हाम्रो गाइजहरू जम्मा हुँदैछन् यहाँ भयो ए गाइजहरू खै हाई गरे हाई ए गाइज हाई गर गाइज हाई हामी चाहिँ भ्यू टावरमा आएको थियौँ अब भ्यू टावर पनि अब हेरेर यस्तो छ भ्यू टावरबाट अब तल जान लागेको हामी घर फर्किन लागिसकेको अवस्था यता अर्की गाइज पनि आएपछि हामी फेरि फोटो खिच्ने ठाउँमा गाडीलाई रोकेर फोटो खिच्न लागेको छौँ त्यो बेलौती के कस्तो छ मेरो नानी नानी अम्बासम्म नानी बाई ल बाई बाई सबैलाई बाई बाई सबलाई बाई हो आन्टी बाई नानी नानी बाई बाई सामान हेरी
बाई चिटी टाटा आन्टीको दुपट्टा यहीँ छ अरे कता हो सबै घर गइसक्नुभयो अब हामी जान बाँकी छ बाई कस्तो लाग्यो त आज एक्सिलेन्ट कस्तो भयो एकदम रमाइलो रमाइलो ब्युटिफुल भयो आइयो अनि जाग्नु पनि बेसरी जाग्यो बोलिरहेको गर्नु होला बोलिरहेको गर्नु होला बाटो चाहिँ अलि अप्ठ्यारो हुन्छ नि गर्दै र बस्दै गर्ने हो आया आया राम्रो भयो रमाइलो भयो फोटो खिच्यो टिकटक घामको कार्यक्रम